हेलो गाइज, आज मैले आलुको पराठा बनाउन लागेको छु। त्यसको लागि मैले थोरै आलु उमालेर राखेको छु। त्यसपछि मैले पिठो भिजाएँ। अनि त्यसपछि अब पिठो मुसिसकेपछि मैले अब यसमा थोरै अब आलुलाई पनि मैले छिलेर ठिक्क पारेको छु। यसपछि यसलाई फेरि मुसेर ठिक पार्छु अब। अनि यसमा मैले अघि काटेर राखेको धनियाँ र खुर्सानी राखेको छु यसमा थोरै। अब यसमा त्यसपछि बिस्तारै मैले यसमा अलिअलि मसला नुनहरू पनि हाल्छु। अनि त्यसपछि त्यो हालेपछि फेरि मुस्छु र अब अघि मुसेको पिठोमा अब मैले यसलाई रोटी बनाउँछु। यसो गोलो बनाएर अनि बिचमा यसलाई राखेर यस्तो मोमो बनाएको जस्तै गरेर यसलाई मोमोको सेप दिन्छु थोरै। त्यसपछि मैले यसलाई बेलेर यसलाई पकाउँछु। अब अलिकति यसमा घिउ राख्छु। यसमा घिउ राखेपछि एकदम आफ्नो टेस्टी हुन्छ यसको स्वाद। अनि अब यसलाई मैले तावामा राखेँ। हल्का माथिबाट अलिकति टेस्टको लागि जिरा पनि राखेको छु मैले। अब यसमा मैले अलिकति थोरै घिउ पनि राखेको छु। घिउ राखेर यसलाई मैले पल्टाउँछु। यसो फर्काएपछि अब यो राम्रोसँग पाक्दैछ। यसमा फेरि घिउ राख्छु मैले थोरै घिउ राख्छु। यो पाकिरहेको छ। अब यसलाई एकछिन पाक्न छोडिदिन्छु सानो आँचमा। ठुलो गराएपछि फेरि जल्छ, त्यो हुनाले मैले थोरै गर्छु। फेरि अर्को पनि रोटी बेलेर राखेको छु। अनि त्यसै गरेर अब यसलाई चाहिँ अब यसमा फेरि मैले घिउ लगाएर यसलाई फर्काएको छु। यो मेरो रोटी पाकिसकेको छ। अब यो मैले चटनीको लागि, त्यससँग खाने चटनीको लागि मैले थोरै मसला, जिरा, अदुवा, लसुन र प्याज राखेर खुर्सानी राखेर यसलाई थोरै फ्राई गर्छु। हल्का यसमा बेसार हालिसकेँ मैले। टमाटरको चटनी बनाउन लागेको छु। यससँग खानको लागि मलाई टेस्टी लाग्छ, एकदम मनपर्छ। अब यसमा मैले बाँकी बचेको टमाटर राखिदिन्छु। त्यसपछि यसलाई एकछिन मैले ढाकेर राखिदिन्छु, छोपिदिन्छु नुन हालेर। अनि त्यसपछि यस्तो भयो। अब यसमा यो पाकिसकेपछि मैले धनियाँ हालिदिन्छु। यो खानको लागि अब रेडी भइसकेको अवस्था छ। यसमा थोरै मैले अब अलिकति दाल पनि राखेर अलिकति त्यो चटनी निकालेर फेरि थोरै दाल राखेर मैले दाल पनि बनाएको थिएँ र दाल राखेर यसलाई फ्राई गरिराखेको छु।